के ठुलो आवाज बोल्नु मतलब नेता बलियो हो? चुप बस्नु मतलब कमजोर हो? आजको समाजमा धेरैले सोच्छन् कि जोर जबरजस्ती र नाटकले मात्र प्रभाव पार्छ। तर साँचो लिडर भनेको समझदारी, संवेदनशीलता र जनतासँगको सम्बन्ध हो। साँचो नेता केवल देखाउनका लागि होइन, वास्तविक रूपमा जनताको समस्या बुझ्न र समाधान गर्न काम गर्छ। केवल अफिसको भित्ताभित्र बसेर निर्णय गर्नु वा टेबलमाथि योजनाहरू बनाउनु भनेको ग्रामीण क्षेत्रमा के भइरहेको छ बुझ्नु होइन। साँचो लिडर भनेको स्थानीय समस्या बुझ्ने र सक्रिय निर्णय लिन सक्ने क्षमता हो। धेरैले सोच्दछन् जोर जबरजस्ती बोल्ने र नाटक गर्नेले मात्र ध्यान तान्छ, तर वास्तविक प्रभाव भनेको अर्थपूर्ण संवाद, व्यावहारिक दृष्टिकोण र सम्बन्ध मार्फत सिर्जना हुन्छ। ठुलो आवाजले केवल ध्यान तान्छ, तर सोच विचार गरिएका शब्दहरूले विश्वास र प्रभाव निर्माण गर्छ। त्यसैले सबैभन्दा जोर जबरजस्ती बोल्ने व्यक्तिलाई फलो गर्नुभन्दा साँचो बुझ्ने, सचेत र सहयोग गर्ने व्यक्तिलाई फलो गर्नु राम्रो हो।